नेपालको राजनीतिक मञ्चमा फेरि एकपटक दुर्गा प्रसाईको नामले तरङ्ग ल्याएको छ। परिवर्तन नभइकन नि आन्दोलन केही पनि रोकिँदैन। दुर्गा प्रसाईलाई लगेर झुन्याउन्, लगेर मारुन्, लगेर थुनुन् होइन। एक महिना तपाईँलाई टाइम छ, तपाईँहरू घरमा चाहिने पेट्रोल डिजल सबै स्टक गरेर राख्नलाई ग्यास, किनकि अब यो आन्दोलन व्यवस्थापन छ। सबै आन्दोलनै बिगारेको राजावादीहरूले हो, राप्रपाहरूले हो। आन्दोलनै सिद्ध्याउन खोजेको। मङ्सिर 7 गतेको नाममा उनले फेरि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेपछि देशभर विभिन्न तर्क वितर्क सुरु भएका छन्। उनी आफैले यो आन्दोलनलाई राजा फर्काउने ऐतिहासिक अभियान भन्दै प्रचार प्रसार गरिरहेका छन्। तर धेरैका लागि यो आन्दोलन कुनै राजनीतिक परिवर्तन होइन, बरु डर र अनिश्चितताको अर्को चरण हो भनेका छन्। प्रसाईले विगतमा पनि हरेक आन्दोलनका नाममा जनतालाई सडकमा उतार्ने प्रयास गरेका थिए। उनका भाषणहरू प्राय उग्र र धम्कीपूर्ण हुने गर्छन्। अहिले पनि उनले चेतावनी दिएका छन्, 7 मङ्सिरमा देश ठप्प हुन्छ। जो कोही बाहिर निस्कन्छ त्यसको जिम्मेवार म हुँदिन। यस्ता अभिव्यक्तिले समाजमा त्रास फैलिएको छ। कतिपयले यसलाई स्वतन्त्रताको आवाज भनेका छन् भने अरूले यसलाई आतंक फैलाउने रणनीति ठानिरहेका छन्। सरकार र सुरक्षा निकायहरूले भने प्रसाईको योजनालाई सामान्य रूपमा लिएको छ। प्रहरी प्रशासनले उनको सम्भावित गतिविधिबारे तयारी थालिसकेको छ। गत चैत्र 15मा भएको आन्दोलनमा हिंसा मचिएको स्मरण अहिले पनि ताजा छ। त्यही घटनाको कारण उनी केही समय हिरासतमा समेत रहेका थिए। अहिले फेरि उस्तै आन्दोलनको तयारीले राज्य संयन्त्रलाई सतर्क बनाएको छ। दुर्गा प्रसाईको राजनीतिक यात्रा पनि उतार चढावले भरिएको छ। उनी कहिले माओवादी नजिक, कहिले एमाले समर्थक र अहिले राजावादी मोर्चासँग आबद्ध देखिन्छन्। हिजोको कथन र आजको भाषणमा ठूलो अन्तर देखिने गरेकोले उनको उद्देश्यप्रति धेरैले प्रश्न उठाउँछन्। तर प्रसाई भन्छन्, म देश, धर्म र राष्ट्रियताको पक्षमा छु। मेरो लक्ष्य राजा होइन, देश बचाउने हो। 7 मङ्सिर नजिकै जाँदा देशमा उत्सुकता र चिन्ता दुवै बढ्दै गइरहेको छ। एकातिर उनको समर्थक समूहले तयारीलाई उत्साह जस्तै बनाइरहेका छन् भने अर्कोतिर सुरक्षा निकायले सम्भावित भिडन्त रोक्न रणनीति बनाइरहेको छ। यदि आन्दोलन शान्तिपूर्ण रह्यो भने राजनीतिक बहसको नयाँ दिशा खुल्न सक्छ। तर हिंसामा परिणत भयो भने देश पुनः अस्थिरता र तनावमा जाने खतरा छ। दुर्गा प्रसाईको मङ्सिर 7 अभियानले नेपाललाई कुन दिशामा लैजानेछ त्यो अहिलेको सबैभन्दा ठूलो प्रश्न बनेको छ। आन्दोलनले परिवर्तनको आशा ल्याउनेछ वा फेरि देशलाई द्वन्द्वतिर धकेल्नेछ? अहिलेको लागि हामी सबैले हेर्न बाँकी छ मङ्सिर 7, जसको नाममा देश फेरि एकपटक डर र बहसमा छोपिएको छ।